नमस्कार। यो के अरे रतौलीको बारेमा यसो के अरे बोल्दिनँ अब, किनभने समाजमा इभोल्युसन हुन, परिष्कृत हुनलाई अलिकति क्रिटिसिजम पनि हुँदै जानुपर्छ, करेक्सन पनि हुँदै जानुपर्छ भने जस्तो लागेको थियो कि। तर यो के भने बोल्न पर्ने मान्छे चुप लाएर बस्न पनि सकिनँ। अलिकति त्यो गाउँको परिवेशको त्यो ठाउँको मान्छेहरूलाई अब भिन्दै ठाउँको मान्छेहरूले हेपे जस्तो लाग्यो कि अलिकति। यो एउटा संस्कृति संस्कार आफ्नो आफ्नो मान्छेहरू सामाजिक प्राणी भएपछि सङ्गत होइन, साथ सङ्गत संवाद यिनीहरू चाहिन्छ। अनि त्यसपछि त्यो साथहरू भिन्दै हुन्छ, सङ्गत भिन्दै हुन्छ, संवाद भिन्दै हुन्छ। अनि त्यो परिवेशमा विभिन्न प्रकारका चाडबाडहरू हुन्छन्, ती सङ्गतको लागि हुन्छन्, संवादका लागि हुन्छन्, साथका लागि हुन्छन् होइन। ती सबै हाँसो खुसी रोदन चल्ने एउटा संस्कारमा चल्दै जाने त्यो हो नि त, एउटा मुभमेन्ट ल्याउने हो क्या। त्यो मुभ इज लाइभली बनाउने। अनि अब त्यो अनुसार हाम्रो नेपालमा पनि छ। नेपालको पहाड भेगमा भिन्दै छ, काठमाडौँमा भिन्दै छ, गाउँमा तराईमा भिन्दै छ होइन। तर सबैले त्यो उमेरका मान्छेले सबैले एक्सेप्ट गरे बसेछन् नि त होइन, एक्सेप्ट गर्छन् नि त। रतौली भनेपछि रतौलीमा यस्तो गर्छन् भन्ने कुरा। गाई जात्रामा नेताहरूलाई कति गाली गर्छन्। नेताहरूको पावर छ भन्दैमा तिनीहरूलाई सबैलाई जेलमा ठुस्दियो भने के हुन्छ होइन। अब त्यो गाउँको रिमोट एरियाको एकजना मान्छे आफूले पनि बुहारतन सहेर आएको होइन। अब आफूले बुहारतन सहेर भर्खर छोरी हुर्काएर पढाएर अब आफ्नो छोराले पैसा दिन्थ्यो होला कमाएर आमालाई होइन, गर्थ्यो होला, आफ्नो त्यो पनि जाने भयो नि त होइन। त्यही थियो होला कि आय स्रोत होइन। त्यो जसको हातमा पैसा हुन्छ उसको शासन पनि हुन्छ फेरि होइन। पैसा सम्पत्ति हुने मान्छेको हातमा शासन हुन्छ, पावर हो नि पैसा भन्ने कुरा त। अनि अब उसलाई लाग्यो होला, मनको कुरा पोख्यो। गाई जात्रामा मान्छेले पोख्छन्, तिजमा बुहारीहरूले पोख्छन् होइन। आमाको त मनै हुँदैन। आमाले उ गरेर हुर्काएर बढाएर त्यत्रो भएपछि अब छोरा बुहारीतिर लाग्न पर्यो, लाग्छ, एटिएम पनि दिन्छ। त्यो एउटा एक्सेप्टेन्स हो, हुन्छ। मनमा चित्त त दुख्छ तर एक्सेप्ट गर्नुपर्छ भने अब त्यो गीतमा होइन। अनि अब त्यो एउटा रिमोट मान्छेको, त्यो सर्टेन एरियाको मान्छेलाई काठमाडौँका मान्छेले त क्रिटिसिजम गर्न मिल्दैन। त्यो के गरे तराईका मान्छेले क्रिटिसिजम मिल्दैन। आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो तरिका हुन्छ। संसारभरका मान्छेले क्रिटिसिजम गरेछन् है। संसारभर छरिएका नयाँ जेनेरेसनहरूले क्रिटिसिजम गरेछन्। तिम्रो सासू तिम्रो छोरालाई के गर रे, ऊ गर रे, त्यस्तो गर। त्यो संसारभरका ती पढे लेखेका तिनका बुहारी हुने हैसियतका होइन नि उनीहरू। उनीहरूको सासू हुने हैसियतको मान्छेले त्यस्तो गाउँदैनन् होला होइन। आफ्नो आफ्नो हैसियतको कुरा हुन्छ। अब त्यो एटिएमले पुग्छ र उनीहरूको त क्रेडिट कार्ड डेबिट कार्ड होला नि त। त्यो सासूको बिचरा पैसा बाहिरबाट पठाउँछन् होइन, पैसा अलिकति ब्याङ्कमा हुन्छ, अनि त्यो पैसा एटिएमले झिक्छन्। त्यति छ, त्यही एरियाको त्यति मात्रै छ उसलाई। अनि एटिएमको भन्यो नलेज पनि त्यति छ, अनुभव पनि त्यति छ। अनि उसले पाएको, आफूले पाएको सहुलियत पनि त्यही थियो होला, त्यही जाने भयो। त्यसैमा अलिकति गुनासो होला, चित्त दुख्यो होला, मन डर लाग्यो होला। अब अधिकार पैसा सैसा सब बुहारीको हातमा जान्छ, छोरा पनि जान्छ, मैले दुःख पाउँछु कि भयो होला, पाइ पनि राखेका छन् होइन सासूहरूले। अनि त्यो परिवेशमा त्यो गाउँको रिमोटको सिम्पल मान्छेले त्यो भनेको, त्यही पनि संस्कृति पहिला चाहिँ कस्तो थियो भने केटी मान्छेहरूको मात्रै हुन्थ्यो त्यो होइन। रतौली एकदम छाडा हुन्थ्यो होइन, छाडा हुन्थ्यो। अहिले समाजको अनुसार परिष्कृत हुँदै आएर एटिएमसम्म पुगेछ, खुसीको कुरा हो त्यो होइन। त्यो टिकटकमा आउँछ, बाहिर आउँछ भने त्यहाँसम्म पुगेछ। त्यही नै उनीहरूको अनुभव पनि चेन्ज हुँदै आएको छ। पहिला जस्तो अब एनिमल सेभेज जस्तो कुराहरू छैन अहिले, त्यो उयोहरू डटी कुराहरू होइन। भनेपछि उनीहरूको पनि आर्थिक लेनदेनमा त्यो भइआएको छ। पहिला चामल पिठो बेच्ने कुरा थियो, अहिले एटिएमसम्म पुगेछ, बढेको छ स्ट्यान्डर्ड होइन। अनि अब
त्यो भन्ने मान्छेलाई के गर्ने? त्यो संसारभरिका मान्छेले है पढे लेखेका, ऊभन्दा धेरै पढे लेखेका, ऊभन्दा राम्रा अनुभव पाएका, देश विदेश घुमेका देखेका मान्छे, उसको भन्दा राम्रो हैसियत भएका मान्छे होइन, उसको भन्दा राम्रो शक्ति भएका मान्छे, त्यो त तरवालले माखाला काटे जस्तो भयो क्या। यो सबै मिलेर उसलाई भन्दा भएन भनेर केटाहरू पनि केटी नपाएको बेलामा आमाले यस्तो भन्छ अरे। लाज लाग्दैन केटाहरूलाई त्यस्तो भन्न? केटी नपाएको भन्दै त्यो के गरे आमालाई ल्याएर मुस्नलाई? केटी पाएन त तिम्रो आफ्नो हैसियतले पाएन नि। त्यो एटिएम समाउने केटी यसको मैले एटिएम समाउन पाउँछु भनेर मात्रै आउँछ र त्यो वाइफ? त्यति सानो वाइफलाई त्यति सानो लिमिट गरिदिन पनि हुँदैन कि। वाइफ भन्ने कुरा एटिएम समाउनु मात्रै आउँदैन, बुहारी भन्ने कुरा त्यो एटिएम समाउनु मात्रै आउने होइन। किन सबैले बुहारीलाई पनि लिमिट गरे? बुहारीको पनि म त त्यो घटाएको जस्तो लाग्यो होइन। अनि सासूलाई त अब त भोइसलेस भइहाल्यो, त्यो गाउँको रिप्लाई दिन जानेछ बिचरा। अब अरू त्यस्तै सासूहरूले अब यो गीत नगा है, यस्तो नगा भनेर, अनि त्यसपछि रतौलीमा पनि अर्कै होइन। रतौलीमा पनि अर्कै ओ दिवानी आ गई भन्ने हो कि होइन, के भन्न पर्ने हो? ए दिवाना चला गया भन्ने हो कि होइन? त्यस्तो गीत गाउने हो कि? अथवा डिस्कोमा चाहिँ झमझम 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 गर्नुपर्ने हो कि? डिस्कोमा, पबमा, क्लबमा गाउने जस्तो गाउनु पर्ने हो कि? त्यही हुन्छ होला नि त। अब चेन्ज के रह्यो त? त्यसले त न तिजको गीतको चेन्ज आयो। भेराइटी भन्ने कुरा, डाइभर्सिटी भन्ने कुरा एकदम इन्ट्रेस्टिङ र समाजलाई लाइभली बनाउँछ होइन। त्यो कुरा नै मेट्दै तिजमा केटाहरू आएर गाएछन्। रतौलीमा रतौलीको आमाको वेदना पोख्ने रतौली हो, बुहारीको वेदना पोख्ने तिज हो अनुसार क्या हाम्रो। अब त्यो पनि आमाको वेदना लाई पनि त्यस्तो एट्याक झटारो हानेपछि अनि त्यो पनि जान्छ बिस्तारै बिलाएर होइन। अनि डाइभर्ट एक्टिभिटिजहरू होइन, डाइभर्स एक्टिभिटिजहरू, समाजलाई मुभ गर्ने एक्टिभिटिजहरू, त्यो सबै बिलाउँदै जान्छ। सबै उपभोक्तामुखी हुन्छ कि एकदम। त्यो रतौलीमा त्यस्तो भएपछि अब भोलिपछि होइन अर्कै हुन्छ, पार्टी होला। पार्टीमा चाहिँ हिन्दी गीतका गाना बज्लान्, इङ्ग्लिस गीतका गाना बज्लान्, त्यसैमा नाच्लान्। अनि त्यसपछि त्यो उपभोगमुखी सिम्पल समाजलाई त्यतातिर लैजान्छ, इकोनोमिकलतिर। अनि त्यो हाम्रो त सकेसम्म हाम्रो देशमा त डाइभर्स कल्चरको संस्कृतिको होइन, हामीले त त्यो आमालाई दिदीबहिनीको है उहाँलाई त हामीले त सल्युट गर्नुपर्छ। हाम्रो संस्कारलाई केही भए पनि धानेको छ त्यति भनेर भोलि त्यति गाउने मान्छे पनि हुँदैन। रतौली भन्ने कुरा नै हराएर बिलाएर जान्छ। सबै गीत एउटै हुनुपर्ने, सबै गीतमा त्यही हुनुपर्ने होइन। त्यो पनि सोच्नुपर्ने कुरा हो होइन। भन्नुभन्दा अगाडि केटाहरूले पनि सोच्नुपर्ने कुरा हो। केटाहरूले नै आफ्नो आमालाई खेदेको देख्दा धिक्कार लाग्छ होइन। त्यत्रो उमेर पुगेर त्यो बुढी आमा, त्यस्तो रिमोटको आमालाई त्यस्तो गरेको देखेर कस्तो नराम्रो लाग्छ है। एक त केटी मान्छे, अर्को त बुढी, अर्को त आमा। छोरा अन्माउँदा आमा रुन्छन् होइन। केही न केही त हुन्छ नि, जान्छ नि। अनि त्यस्तोमा पनि मन त दुख्छ नि, मनकै कुरा हो नि। त्यो दिमागले खेलाएर दिमाग गरेर हुँदैन। माया त माया हो नि जसको पनि होइन। जुन मायाले प्रेमिका वाइफ बनेर आउँछ, त्यो माया त आमा र छोराको मायामा पनि त्यही हो नि, सेम हो नि माया होइन। मायाको त कुनै जेन्डर हुँदैन, मायाको त कुनै उमेर हुँदैन। त्यस्तो साह्रै गर्नु पनि हुँदैन कि आमाहरूलाई खेद्ने पनि एउटा हुन्छ होइन। त्यसकारण सबैले आफ्नो संस्कृतिको डाइभर्सिटीलाई एउटै बनाएर जे पाए त्यही थोपरेर त्यस्तो चाहिँ नबनाऊँ, एउटै कलरमा नल्याउँ होइन। कलर डिफ्रेन्ट कलर भएकै राम्रो हुन्छ। यस्तो कलरफुल कपडा नै राम्रो हुन्छ, कालो सेतो मात्रै राम्रो हुँदैन। हस्त नमस्कार, धन्यवाद।